लो हे अब सुरु भयो है मुरी खाएर मानु खाएर मुरी उब्जाउने दिन। अब आजदेखि चाहिँ पक्कै बर्खा लागे जस्तो भयो। आज चाहिँ ध्यानको बिउ राख्ने दिन पर्यो हाम्रो। हेर्नुहोस् है के हुने रहेछ, कसरी रोपिँदो रहेछ तपाईहरुलाई यस भिडियोमा देखाउने छु। अन्तिमसम्म हेर्नुहोस् भिडियो। हाम्रो कान्छाले अहिले लाउँदैछ है। यो चाहिँ एकदम के रे हाम्रो मानु खाएर मुरी फलाउने दिन आइसकेको छ। यो सुरु हो, बर्खाको सुरुवात यसरी हुँदैछ हो। ल थाके बाटो ठिकै भएछ, बिहा राख्ने बेला भयो। बिहा राख्ने बेला भयो, बर्खा सुरु भयो। यस्तो काम हुन्छ बस्तीमा चाहिँ हो। यसरी आउनुहोस् है, एकदमै असार 15 लाग्यो। असार लागेपछि काम सुरु हुन्छ बस्तीमा। 4 गते भयो होला। 4 गते आज। असार 15 मा पहिला रोपिन्थ्यो, अहिले असारमा चाहिँ पानी पर्छ बेडा। त्यही भयो अपज गरिन्छ। अरे भर मिलाउनु यो चाहिँ यो हिलो राख्नुपर्ने एउटा पलाई हो। त्यो आलीमा लाउनु पर्ने अलिकति दिमाग चाहिन्छ, बुद्धि चाहिन्छ होइन, टेक्निकै भनौँ। यो चाहिँ त्यसैले जान्दैन। यो चाहिँ हामी बस्तीको मान्छेले मात्रै जान्छ, जो गर्छ जसले गर्छ उसले मात्रै हो। अनि अर्को कुरा, त्यसरी हिलो यसरी आलीमा राखेपछि यसलाई चिल्लो बनाउनु पर्छ। जस्तै एउटा तपाईँहरूलाई देखाइदिन्छु। चिल्लो बनाउँदा अब हेर्नुहोस् है, यस्तो गरेर यस्तो पनि हुन्छ है। यस्तो पनि हुन्छ। यो चाहिँ अलिकति टेक्निक चाहिन्छ यसरी चिलाउनु। यो चाहिँ टेक्निक हुनु, टेक्निक जसको छ त्यसले मात्रै जान्दछ। अन्त यस्तो छ बस्तीको काम चाहिँ यस्तो छ। यो चाहिँ सुरु मात्रै हो, कास्टिङ भनौँ। अब यहाँदेखि उता चाहिँ यस्तो लाउनु चाहिँ हल्को मेलो भनिन्छ। एक हल्को एक दिनमा एक हल गोरुले कति जोड्छ त्यो चाहिँ लाउनुपर्छ। त्यो लाउने चाहिँ लाउने हो। अब यो चाहिँ कास्टिङ मात्रै हो। यो चाहिँ एउटा सानो बिउ राख्ने, धानको बिउ राखेको त्यो मात्रै हो। हेर्दै जानुहोस् कस्तो हुनेछ। यस भिडियोमा अन्तिमसम्म हेर्नुहोस्। फलो गर्नु भएको छैन फलो गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् मेरो युट्युबमा पनि गएर। तपाईँहरूलाई यस्तै भिडियो, मनोरञ्जन भिडियो र बस्तीको ताजा तपाईँहरूलाई जहाँ बाहिरबाट पनि हेर्नुहुँदैछ भने चाहिँ यो भिडियो हेरेर चाहिँ तपाईँहरूलाई बस्तीको याद आउँछ। अनि यो कुराहरूलाई चाहिँ तपाईँहरूले एकदमै सेयर गर्नुहोस् कि हाम्रो जहाँसम्म बाहिरसम्म बस्नुहुने हाम्रो दाजुभाइ दिदीबहिनीहरूसम्म पनि पुगोस्। मेरो भनाइ यति छ। उता त नरिका मलाई बुझ्दैछ। कामरिन्छ नि ल परेको माटो पनि चिलाइसक्यो। अब बाँकी छ यता। अब यो पनि चिलाइसकेपछि चाहिँ आजको खतम। बिहाडे चाहिँ यस्तो अवस्थाको भयो, पानी नपुगेर बिजोक भयो। पानी नपुगेर राति पानी आउँछ कि भनेर आशा राखेर अब यतिकै छोडिदिए नि विचार आयो।